आइजिपी दानबहादुर कार्कीको असलियत बाहिरिएको छ। रिपोर्टरले रिपोर्ट लेखेकै भरमा उनलाई कसरी धम्किआएको छ यो भिडियो पुरा हेर्नुहोस् र यो भिडियोलाई सेयर गरेर सबै नेपालीसँग पुर्याइदिनु होला। यस्तो कुरा पनि रहेछ भनिदिनु गलत मैले त राम्रो सूचना दिए हो त सर। त्यही त सूचना कहाँबाट पाएर त्यस्तो चाहिएन, सूचनाको स्रोत चाहिएन। अब त्यो त के अरे म समाचार लेख्ने मान्छेले त्यो सूचना स्रोत हजुरलाई भन्ने होइन, मैले त यस्तो छ है यस्तो भन्दा रहे भने छन्। व्यक्तिगत जीवनमा धावा बोलिस् नि। अब ल उल्टो मैले त राम्रो पो कुरा गरिदिए हो सर। राम्रो हेर, अब लामो कुरा केही गर्नु छैन त आउँछस् कि म त बिगार्दिन पनि सकिन्छ कि हाम्रो घर तैँले बिगार्छस् भने। ए सर मैले त्यो बिगारेको होइन, मैले त झन् राम्रो कुरा सूचना पो भने हो सर। तैँले कहाँ पुष्टि गर्नुपर्छ तैँले बोलेको कुरामा? ल हेर मैले कहाँ मैले त्यस्तो त्यो मैले त व्यक्तिगत जीवन तैँले चाहले तैँले थाहा छ कसरी खटिन्छ पुलिस भन्ने। ए सर मैले तपाईँलाई त्यस्तो भनेको होइन कि सर, यस्तो रहेछ भनेको छु त सर। तपाईँ किन यस्तो गाली गरिराख्नु भएको सर? एसएलसी पास तैँले त्यति बुझ्यो होला तेरो कुरा बुझ्नु पर्ने हामीलाई। तपाईँ यहाँ आउनु होइन। ए सर एउटा कुरा यस्तो हो भने मैले त तपाईँलाई यत्रो तँतीको कुरा गर्न मलाई पनि आउँछ। तेरोभन्दा बढी कल मेरो चल्छ। ए तेरी सर त्यो त ठिक छ कि मैले त्यस्तो केही गरेकै होइन। कुन भन्दैछु मैले तैँले जब मेरो जीवनमा पर्दापरि गरी कुरा गरि त हालिस् त कि टुङ्गोमा पुग्न के तपाईँ टुङ्गोमा मैले पुग्नुपर्छ? त्यो टुङ्गो त पुग्नु पऱ्यो एटलिस्ट एउटा। म यहाँ 5-7 वर्षदेखि एउटा ए मैले के टुङ्गोमा पुगाइदिनु पर्यो? मैले के भनेको छु र? यहाँ सुन्नु म 5-7 वर्ष 10 वर्ष त्यो ठिक छ कि मैले के भनेर गल्ती गरेँ भने हजुर? तैँले अस्ति तैँले चिन्दै नचिनेको मेरो वाइफलाई के थाहा? वाइफलाई फोन गरिस् तैँले? त्यो फोन कहाँबाट पाइस्? मैले फोन त त्यो कृष्णले अहिले मेसेन्जरमा के अरे व्हाट्सएपमा कुरा गर एकचोटि भन् हजुर फोन गरेर के अरे फोनमा लामो कुरा गर्दिन। ए सर म आउँछु कि आउनु त अहिले? यहाँ सुन्नु अहिले नै आइहाल्नु तपाईँ यहाँ के अरे बालुवाटार चोकबाट भित्र म बालुवाटार चोकसम्म आउनु पऱ्यो होइन? तपाईँ आइहाल्नु होइन? यो मैले लिनु दिनु नै छैन यार, मैले तँलाई केही कुरै गरेको छैन। त कस्तो कुरा गर्छ तैँले हो यो कुरा गरेको? यहाँ सुन्नु होइन 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 तपाईँ तपाईँ आइहाल्नु। यो कहाँ सुन्नुभयो, कसरी सुन्नुभयो, के कुरा हो होइन? तपाईँलाई कसले भने हो त्यो कुरा चाहिँ? ए यति कुरा मैले यस्तो हो कि मैले राम्रो गरेर यस्तो किन भन्छन् भनेर भनेको हुँ भाइ। अरे राम्रो कुरा राम्रो तरिकाले भन्नुभयो ठिक छ। अनि मैले के गल्ती गरेँ त? मैले त तँलाई भनेको हो नि त। तैँले मैले तँसँग त यस्तो यस्तो भन्छन् पो भनेको थिएँ त। कसले भन्छ? नाइ कसले भन्छ भन्ने कुरा भयो कि त्यो त को हो भन्ने। यस्तो हो कि राजनीति म यसो हो कि समाचार लेख्छु यसो भाइ समाचार लेख्छु यसो हो कि म त्यहाँ आउन गाह्रो होइन। मैले समाचार लेख्दाखेरि होइन यस्तो हुन्छ। ए सर आउन त आउँछु त मैले भनेकै छु त। ए सर त्यस्तो केही होइन, म आउँछु त भनेको छु त नि। तर मैले गल्ती के गरेर तपाईँ यसरी भनिराख्नु भएको छ भनेको? आइहाल्नु मलाई एकदम तपाईँ यहाँ बालुवाटार चोकमा आइहाल्नु, यहीँनिर छ। होइन मैले के गल्ती गरेर यार? मैले त झन् राम्रो यस्तो छ भनेको थिएँ। सुन्नु न तपाईँले गल्ती गर्यो भनेको होइन कि? अनि के त यहाँ भाइ? अनि म भोलि बिहान आउँछु भन्दा पनि अहिले आइज भनेपछि मैले के गल्ती गरेको छु? यहाँ सुन्नु म पनि यहाँ बाहिर जाने भनेर भनेको थिएँ, म गएन, म यहाँ आएँ। यहाँ सुन्नु मलाई त अहिलेसम्म यस्तो कहिले सुन्नु पनि परेन। 5-7 वर्ष भइसक्यो। होइन मैले के गल्ती गरेर मैले त्यो भनेको के? सुन्नु न नाइ तपाईँले यो भन्नुभयो ठिक छ, तर कहाँ सुन्नुभयो? अब त्यो कहाँ सुन्यो मैले स्रोत किन भनिदिउँलाई त यार भाइ? होइन होइन दाइ क्लियर भन्नु पऱ्यो नि त, यस्तो गाह्रो हुन्छ नि। अनि त्यसै मैले पनि त यहाँ किन भन्नु पऱ्यो ल भन्नु त? तपाईँ आउनु न, तपाईँ आएर यहाँ बालुवाटार चोकमा आउनु, म आउँछु त्यहाँ बाहिर। ल आउनु त आउने भए ठिकै छ, तर त्यो उ त गर्नु भएन नि त। त्यो राम्रो कुरा होइन नि भाइ। एटलिस्ट आएर क्लियर गर्नु। ल म आएँ। ल काण्ड आउने बालुवाटार चोकमा है ल ब्याङ्क अगाडि आइहाल्नु। ल यदि कसैले सत्य समाचार लेखेकै भरमा यसरी सुरक्षा प्रमुखबाटै धम्कीपूर्ण कलहरू आउँछन् भने कसले सत्य समाचार लेख्न सक्छ? यस्ता मान्छेहरू त हाम्रो सुरक्षा प्रमुखको कुर्सीमा बसिरहेका छन् भने हामी सर्वसाधारण जनताहरू कसरी सुरक्षित हुन सक्छौँ?